हामी मध्य र सुदूरपश्चिमवासीका लागि एकदमै उपलब्धिमूलक कार्य हो यो। दोस्रो कुरा चाहिँ महिलाहरूले आयोजना गरेको हुनाले पनि र जुन किसिमको सहभागिता भयो योबाट हामीलाई एकदम खुसी लाग्यो। र तेस्रो कुरा चाहिँ नि जानकारीमूलक विषयवस्तुहरू धेरै उत्पादन प्रडक्टहरू राखिएको छ। अर्को कुरा चाहिँ नि त्यहाँको चिनाउने फोटोहरू राखिएको छ, डकुमेन्ट्रीहरू देखाइन्छ अनि गीत सङ्गीतको छुट्टै सांस्कृतिक कार्यक्रम भित्र भइरहेको छ। बाहिर स्टलहरू छन् अनि खानाहरू परिकारहरू छ, मध्य र सुदूरपश्चिममा पाक्ने खानेकुराको परिकारहरू राखेको छ। त्यसले गर्दा दिनका दिन भेराइटीको खानेकुराहरू खान पाइयो अनि यस्तो यस्तो खानाहरू हुँदो रहेछ भन्ने कुरा चाहिँ थाहा भयो। त्यो हिसाबले चाहिँ हाम्रो लागि हामी मध्य र सुदूरपश्चिमवासीको लागि एकदमै यो महोत्सव उपलब्धिमूलक रह्यो। कतिपय हामी मध्य तथा सुदूरपश्चिमका आफ्नै ठाउँका पनि खानाका परिकारहरू थाहा नभएको, त्यसै गरी यहाँका विभिन्न पर्यटकीय धार्मिक स्थलहरू पनि रहेका तीका हामी फोटोहरू हेर्दाखेरि हामीले आफैले पनि थाहा पायौँ। हामी आन्तरिक पर्यटकमा आफ्नै ठाउँलाई पनि आफैले पनि चिन्न सकेका छैनौँ। यसबारेमा के भन्न चाहनुहुन्छ? विशेष गरिकन हामी नेपालीहरू चाहिँ आफ्नो ठाउँहरू घुम्ने हेर्ने गर्दैनौँ। हाम्रो घुम्ने हेर्ने देख्ने भनेको चाहिँ विशेष गरिकन मठ मन्दिरहरू दर्शन गर्न चाहिँ जान्छौँ। यस्तो हुन्छ रे, यस्तो पाइन्छ रे त्यहाँ मागेपछि भन्ने चलन छ हाम्रोमा चाहिँ। धार्मिक पर्यटन चाहिँ नि अलिअलि छ होला, तर ठाउँै विशेष गरी हेर्न जाउँ भनेर सुदूरपश्चिमका मान्छे मध्यपश्चिम आउने अथवा काठमाडौँको मान्छेहरू मध्यपश्चिम जाने सुदूरपश्चिम जाने त्यस्तो चलन चाहिँ छैन। यो चाहिँ नि एकदमै यस्तो कार्यक्रमहरूले गर्दाखेरि जुन राजधानीमा भयो यसले गर्दाखेरि यस्तो यस्तो ठाउँ रहेछ, यस्तो यस्तो गाउँ रहेछ, यस्तो किसिमको होमस्टे रहेछ थारू बस्तीहरूमा भन्ने कुरा चाहिँ नि यसपटक धेरैले थाहा पाउनु पनि भयो, देख्नु पनि भयो होला। तर यसले पनि सानो एउटा केही न केही सहयोग अवश्य पनि पुर्याउँछ र हामीहरू चाहिँ हाम्रो आन्तरिक पर्यटनमा आन्तरिक पर्यटक भएर पनि हामी चाहिँ घुम्ने, हामी नेपालीहरू आफै पनि घुम्ने गर्नुपर्छ। जहिले पनि हामी चाहिँ विदेशीहरूलाई सेतो छालालाई मात्रै कुरेर बसिरहने होइन, किनभने हामीले नै हाम्रा ठाउँहरू हेऱ्यौँ घुम्यौँ भनेपछि त्यहाँको केही न केही परिवर्तन हुन्छ, हामीले पनि केही न केही ज्ञान हासिल गर्छौँ। त्यसैले सबैजना घुम्न जरुरी छ। कर क्या नजर फर्काई फर्काई नहेर मेरीतिर म त राई झुमा झुमा क्या मस्क्याकी छु म राई झुमा झुमा क्या मस्क्याकी छु म राई